कल्पना गर्नुहोस्, आज हामी जुन पृथ्वीमा बाँचिरहेका छौँ, यहाँ हरियाली जङ्गल छन्, नदीहरू छन्, जनावरहरू छन् र हामी मानिसहरू पनि छौँ। तर करिब 4.5 अर्ब वर्ष अघि पृथ्वी बिल्कुलै फरक थियो। न कुनै मानिस, न कुनै जनावर, न कुनै बोट बिरुवा। पृथ्वी त केवल आगो, धुलो र तातो ग्यासले भरिएको एउटा ग्रह थियो। तर एउटा ठूलो प्रश्न छ, यो निर्जीव ग्रहमा जीवन कसरी सुरु भयो? आजको भिडियोमा हामी जीवनको विकासको अद्भुत यात्रा हेर्नेछौँ। पहिलो सूक्ष्म जीवबाट सुरु भएर आजको आधुनिक मानवसम्म। करिब 4.5 अर्ब वर्ष अघि सौर्यमण्डल बन्यो। त्यही समयमा पृथ्वी पनि बनेको थियो। त्यो बेला पृथ्वी अत्यन्त तातो थियो। ज्वालामुखीहरू विस्फोट भइरहेका थिए। उल्कापिण्डहरू पृथ्वीमा ठोक्किरहेका थिए। वातावरण विषालु ग्यासले भरिएको थियो। तर बिस्तारै पृथ्वी चिसिँदै गयो। पछि पानी बने, समुद्र बने र त्यही समुद्रमा जीवन सुरु भयो। वैज्ञानिकहरूको अनुसार पहिलो जीवन समुद्रमा सुरु भएको थियो। लगभग 3.5 अर्ब वर्ष अघि पृथ्वीमा पहिलो सूक्ष्म जीवहरू देखा परे। यी जीवहरू अत्यन्त साना थिए। यिनीहरूलाई माइक्रो अर्गानिजम भनिन्छ। यी जीवहरू आँखाले देख्न सकिँदैन, पानीमा बाँच्थे, अत्यन्त सरल संरचना भएका थिए। तर यही साना जीवहरू नै आजको सम्पूर्ण जीवनका पूर्वज हुन्। पहिले पृथ्वीको वातावरणमा अक्सिजन थिएन, तर केही सूक्ष्म जीवहरूले फोटोसिन्थेसिस गर्न थाले। यस प्रक्रियाले सूर्यको प्रकाश प्रयोग गरेर अक्सिजन उत्पादन गर्न थाल्यो। बिस्तारै वातावरणमा अक्सिजन बढ्यो, पृथ्वीको वातावरण बदलियो। यसलाई वैज्ञानिकहरूले ग्रेट अक्सिजनेसन इभेन्ट भन्छन्। यसले जटिल जीवनको ढोका खोल्यो। करिब 60 करोड वर्ष अघि जीवहरू अझ जटिल बन्न थाले। अब एक कोष मात्र नभई धेरै कोष भएका जीवहरू बने। यसले नयाँ जीवनको रूप ल्यायो। समुद्री जीवहरू, प्रारम्भिक जनावरहरू, बोट बिरुवा, पृथ्वीमा जीवनको विविधता बढ्न थाल्यो। करिब 54 करोड वर्ष अघि एक अद्भुत घटना भयो। यसलाई क्याम्ब्रियन एक्सप्लोजन भनिन्छ। यो समयमा पृथ्वीमा अचानक अनेक प्रकारका नयाँ जीवहरू देखा परे। जस्तै समुद्री जनावरहरू, माछाका प्रारम्भिक रूप, कडा शरीर भएका जीवहरू। जीवनको विकास अत्यन्त तीव्र भयो। पहिले सबै जीवन समुद्रमा थियो। तर करिब 40 करोड वर्ष अघि केही जीवहरू जमिनमा आउन थाले। पहिले बोट बिरुवा जमिनमा बढे, पछि किराहरू, उभयचर जनावरहरू। यसपछि पृथ्वीको भूभाग पनि जीवनले भरिन थाल्यो। करिब 23 करोड वर्ष अघि पृथ्वीमा डाइनोसोरहरूको युग सुरु भयो। डाइनोसोरहरू विशाल शक्तिशाली पृथ्वीका प्रमुख जीव। लगभग 16 करोड वर्ष डाइनोसोरहरूले पृथ्वीमा शासन गरे। तर एक ठूलो घटना भयो। 65 मिलियन वर्ष अघि एउटा विशाल उल्कापिण्ड पृथ्वीमा ठोक्कियो। यस घटनाले धुलो आकाशमा फैलियो, सूर्यको प्रकाश रोकियो, वातावरण परिवर्तन भयो। यसकारण अधिकांश डाइनोसोरहरू पृथ्वीबाट लोप भए।
डाइनोसरहरू लोप भएपछि नयाँ जीवहरू विकास हुन थाले, विशेष गरी स्तनधारी जनावरहरू यिनैबाट। बाँदर, एप र अन्ततः मानव विकसित भए। लगभग 3 लाख वर्ष अघि आधुनिक मानव पृथ्वीमा देखा परे। आज हामी आधुनिक सभ्यतामा बाँचिरहेका छौँ, तर हाम्रो इतिहास अत्यन्त लामो र अद्भुत छ। सूक्ष्म जीवबाट सुरु भएको जीवन आज बुद्धिमान मानवसम्म पुगेको छ। यसले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ। जीवन निरन्तर परिवर्तन र विकासको यात्रा हो, र सायद भविष्यमा मानवको विकास अझै नयाँ दिशामा जानेछ।